नमस्ते सम्पूर्ण साथीहरूलाई फेरि मेरो ब्लगमा उपस्थित हुने तपाईँ सम्पूर्णलाई नमस्ते गर्न चाहे। भिडियोलाई लाइक सब्सक्राइब गर्न बिर्सिनु होला। यो हो त्यहाँबाट निस्कियो है हामी बस्ने ठाउँ हो हाम्रो रेस्टुरेन्ट माथि नै बस्छौँ। यतापट्टि यस्तो पहाड जस्तो छ के डक्टर नेपालको गाउँ पहाड जस्तो बाटो उकालो ओह्रालो भयो नि हेर्नु न। यस्तो बाटोलाई कस्तो पिच जस्तो बनाइदिन्छ, दामी बनाउँछ। सिउँडी हामीले सिउँडी भन्छ गाउँतिर, तपाईँ के भन्नुहुन्छ? यो ठुल्ठुलो काँडा जस्तोले त्यसको फल पनि खाइन्छ, ठिक छ। यतापट्टि समुद्रको साइड हो यो। यहाँ चाहिँ त तलपट्टि बङ्करहरू ठुला जहाजहरूबाट कार्गोहरू आउने चाहिँ यहाँ पार्किङ गर्दो रहेछ क्या जहाजहरू, सामानहरू यहाँ निकाल्दो रहेछ सिटको साइडबाट। मजा यस्तो डुल्लो निस्किएको है। तपाईँलाई यहाँको भ्युजहरू देखाउँदैछु। बाटोतिर राम्रो मजाले फुलेको छ कि कस्तो राम्रो देखिन्छ नि। हेर सर्लक्कै उतासम्म पहाड यस्तो छ कि चट्टला रमाइलो ठाउँ छ। भिडियोलाई चाहिँ लाइक गर्न नबिर्सनु ल। फलो टिकटकमा पनि फलो गर्नुहोस् है। म टिकटकमा हाल्नेछु, जोडिनु होला मेरो ब्लगमा सबैजना। तपाईँलाई यहाँ सिनहरू देखाउँछु। आज छुट्टी यसो बाहिर निस्किदिएको नि त। चट्ट लाएर फुलहरू फुलिया छ, दामी छ फुलहरू है। ठ्याक्कै यहाँबाट क्रस गर्ने ठाउँ हेरौँ न। यो यता रेलको लिक छ, यहाँबाट मान्छे क्रस गर्ने ठाउँ डेन्जर ठाउँ हो नि त्यो। यता रेल स्पिड आयो भने के हुन्छ? ल रेल यहाँबाट आउँछ होला, भित्र सुरु हुँदैछ रेलको लिक। यहाँ मान्छे क्रस गर्ने ठाउँ चट्ट डेन्जर देखाएको छ यस्तो ठाउँ। यतातिर हो त हरियो सिप पारी जाने हो, क्यासिनतिर जाने पारिपट्टि रमाइलो ठाउँ छ त। पारी जानुपर्छ एकदम मस्त राम्रो ठाउँ छ त पारिपट्टि। यस्तो पार्कहरू छ क्या चौतारी जस्तो, अटो बस्नु मिल्छ। के कुरोको सिधै पानी चल्दै खाएको छ देखेर त पनि दामी छ बस्नलाई। चौतारी जस्तो छ अगाडि